नमस्कार, म अधिवक्ता सागर सरगम सेम्जोङ। घरेलु हिंसा कसुर र सजाय ऐन 2066 अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झन पर्दछ। नेपाली समाजमा यस्ता हिंसालाई सहेर नै बस्ने चलन छ, जसको कारण भविष्यमा गम्भीर दुर्घटनाहरू उत्पन्न हुन सक्दछ। तसर्थ घरेलु हिंसाको उपचार बेलैमा खोज्न आवश्यक छ। घरेलु हिंसामा शारीरिक यातना अन्तर्गत कुटपिट गर्ने, गैर कानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउने, तेजाब बाहेक अन्य रासायनिक पदार्थले पोल्ने, डाम्ने, जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारिदिने सम्झिनु पर्दछ। घरेलु हिंसाको मानसिक यातना अन्तर्गत शारीरिक यातनाको डर वा धम्की दिने वा गाली गलोज गर्ने, झुट्टा बात लगाउने र घरबाट निकाला गर्नेदेखि वैचारिक, धार्मिक, सांस्कृतिक प्रथा परम्पराको आधारमा भेदभाव गर्नेदेखि रूप, रङ, शारीरिक बनावट वा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनु पर्दछ। घरेलु हिंसाको यौनजन्य यातना भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनु पर्दछ। र घरेलु हिंसाको आर्थिक यातना अन्तर्गत निजी वा सगोलको सम्पत्तिको प्रयोगमा वञ्चित गर्ने, महिलाको हकमा दाइजो माग्ने र दाइजो नल्याएको कारणबाट महिलालाई घृणा, तिरस्कार गर्ने कार्य सम्झनु पर्दछ। माथि उल्लेखित घरेलु हिंसा भइरहेको थाहा पाए जोसुकै व्यक्तिले पनि विवरण खुलाएर उजुरी दिन सकिन्छ र घरेलु हिंसाको उजुरी प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, स्थानीय सरकार र अदालतमा समेत उजुरी दिन सकिन्छ। घरेलु हिंसा कसुर र सजाय ऐन 2066 को दफा 13 अनुसार घरेलु हिंसा गर्नेलाई 3000 देखि रु 25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन सक्दछ। तर कसैले अङ्गभङ्ग गरी वा तेजाब बाहेक अन्य रासायनिक पदार्थ प्रयोग गरेर शरीरको कुनै पनि अङ्ग कुरूप पार्ने वा यौनजन्य घरेलु हिंसा गरेमा निजलाई प्रचलित कानुन अनुसार सजाय हुनेछ।